ल अब धान उठाउन सुरु गरियो। धान उठाउने ठटाउने खेतालाहरू पनि आउँदैछन्। राजु, सञ्जीव लगायत 5-6 जना भइन्छ। यो धान हो, यो सर्लको तलको, अनि आएर फेरि यो हो, यो पनि हो, अनि यताको यो भयो सर्लकको, अनि हो रुवा पनि छ। आज यति सक्न पाए। भोलि किसानको चटारो छ। उहाँ भान्जा केन्द्रे रविन्द्र भान्जाको मेलो छ धान ठटाउने। यहाँ माथि चिरञ्जीवी दाईको सिनुवा छ धान ठटाउनको लागि। यो हाम्रो स्कुल हो, यो हाम्रो घर। लाई रेडी बनाइयो। अब यहाँ ठटाउने हो, झ्याम्मा लाएर सकिन्छ कि सकिन्न, खान सकिन्छ, काम गर्न सकिन्न, यस्तै छ। यहाँ हाम्रा दाइँहाराले पराल लिएर आएको। ए दाइँहारा, ए दाइँहारा, छोराले, दुईवटा छोराले बोकेर आए। अब म ठटाउँछु। बुढीले उहाँ यसो निन बेर्दैछ। धान ठटाउने हाम्रो सञ्जीव सर, नेता। ल ल ल वो माथि उहाँ हाम्रो चिरञ्जीवी दाई कहाँ धान ठटाउँदैछ। कमल भयो हाम्रो पूर्ण सर, अनि त्यहाँबाट विष्णु। त्यो पनि त बिचरा पऱ्यो नि त। ल धान ठटाउने काम उता नि हाम्रो ट्याङ्ग्री साहब आउनुभएको छ भर्खरै। भर्खर माथिको ऊ सकेर यहाँ हामीलाई सहयोग गर्न आउनुभएको अरे पूर्ण सर। दुईजना बाबुले बताउनु लाग्छन्। यति धान बनाइयो। हाम्रो मेन सञ्जीव सर, यहाँ पक्कुवाको उपनेता। तपाईँ जेनजीको उपनेता हो। अब हाम्रो सरकार आउँदैछ पक्कामा। जेनजी सरकार हामीले बनाउने हो। जसको एउटा चोलुमलाई ट्याक्कै स्थानीय बनाउने। यति धान बताउनु लागि बल्ल। अब अरूसित सहकार ल अब धान उठाउन सुरु गरियो। धान उठाउने ठटाउने खेतालाहरू पनि आउँदैछन्। राजु, सञ्जीव लगायत 5-6 जना भइन्छ। यो धान हो, यो सर्लको तलको, अनि आएर फेरि यो हो, यो पनि हो, अनि यताको यो भयो सर्लकको, अनि हो रुवा पनि छ। आज यति सक्न पाए। भोलि किसानको चटारो छ। उहाँ भान्जा केन्द्रे रविन्द्र भान्जाको मेलो छ धान ठटाउने। यहाँ माथि चिरञ्जीवी दाईको सिनुवा छ धान ठटाउनको लागि। यो हाम्रो स्कुल हो, यो हाम्रो घर। लाई रेडी बनाइयो। अब यहाँ ठटाउने हो, झ्याम्मा लाएर सकिन्छ कि सकिन्न, खान सकिन्छ, काम गर्न सकिन्न, यस्तै छ। यहाँ हाम्रा दाइँहाराले पराल लिएर आएको। ए दाइँहारा, ए दाइँहारा, छोराले, दुईवटा छोराले बोकेर आए। अब म ठटाउँछु। बुढीले उहाँ यसो निन बेर्दैछ। धान ठटाउने हाम्रो सञ्जीव सर, नेता। ल ल ल वो माथि उहाँ हाम्रो चिरञ्जीवी दाई कहाँ धान ठटाउँदैछ। कमल भयो हाम्रो पूर्ण सर, अनि त्यहाँबाट विष्णु। त्यो पनि त बिचरा पऱ्यो नि त। ल धान ठटाउने काम
हो त नि हाम्रो ट्याङ्ग्री साहब आउनुभएको छ है भर्खरै भर्खर माथिको ऊ सकेर यहाँ हामीलाई सहयोग गर्न आउनुभएको अरे पूर्ण सर दुईजना बाबुले बताउन लाग्छन् यति धान बनाइयो हाम्रो मेन सञ्जीव सर यहाँ पक्वाको उपनेता तपाईँ जेनजीको उपनेता हो अब हाम्रो सरकार आउँदैछ पक्वामा जेनजी सरकार हामीले बनाउने हो जसको एउटा चोर्नुलाई ट्याक्कै स्थानीय बनाउने हो धान बत्ताउन लाग्यो बल्ल अब अरूसित सहकार पानी लिएर आएको एक बोतल अर्को बारी मैले आधाभन्दा बढी खोइ अर्को हाम्रो दाइँरा खोइ सानो दाइँरा लुडाले सिद्धियो भ्याइयो त्यत्रो परल छिरलेर फेरि टाउमा पनि हालेर भन फेरि परल छिरल लागिया भन्छन् यी यस्ता अल्छी छन् यी बसी बसी परल छिरल लिन्छ ल अरे यो लिँडो एउटा केही उपत्ति छैन सकिस एउटा लुँडो लान्न त्यसलाई तान्न ला नि त्यसलाई ल्याउँछ अलि तान्दिउँ त्यसलाई तान्न लाग्यो अहिले के ले तान्ने त छोड्यो भने
गाह्रो भयो होइन मान्छेले तान्न पर्यो अलिकति अब ला परेश ला ठुलो गरेर तान्नु पर्छ पनि त्यहाँ नबस्छ कहिले लाँदो रहेछ यहाँ साइड हो अब घुमाइ लान ए ढङ्ग तेरो ल यस्ता त दायाँ छन् यसरी समात्ने यसरी घुमाएर हाल्ने हो क्या यसरी ल यसरी घुमाएर यसरी लान त फेरि पहिले उल्टो समाति सक्दो रहेछ टाउका थाप्ला माथि लो उल्टो यसलाई लामो भयो के त अहिले अलि छोटो दिएर ल ल लान हो भन त दायाँ भइनस् भो जा तेरो आज पैसा पाउनुहोस् लाउला है तँलाई तँलाई हो गाई तेरो सम्पत्ति बाउ छोराले बताउन लागेको ठ्याक्क बाउ छोराले मात्रै आज बताउन लागेको घर परिवारले आज नितान्त घर परिवारले मात्र गरियो अझ काम धेरै बाँकी छ आज हाम्रो धान ठटाइ यता छ हाम्रो दाइँयारा हिजोको दाइँयारा अर्को दाइँयारा उहाँ छ यति धान फेरि आज हो सकिन्छ कि सकिन्न कति सकिन्छ परिवारले मात्र गर्न लाग्यो आज त हाम्रो परिवार होस् हो त्यसो हो ठटाइ कहिले लाँदो रहेछ यहाँ साइड हो अब घुमाइ लान ए ढङ्ग तेरो ल यस्ता त दायाँ छन् यसरी समात्ने यसरी घुमाएर हाल्ने हो क्या यसरी ल यसरी घुमाएर यसरी लान त फेरि पहिले उल्टो समाति सक्दो रहेछ टाउका थाप्ला माथि लो उल्टो यसलाई लामो भयो के त अहिले अलि छोटो दिएर ल लान हो भन त दायाँ भइनस् भो जा तेरो आज पैसा पाउनुहोस् लाउला है तँलाई हो गाई तेरो सम्पत्ति
प्याज हो बाउ छोराले बताउन लागेको ठ्याक्क बाउ छोराले मात्रै आज बताउन लागेको घर परिवारले आज नितान्त घर परिवारले मात्र गरियो अझ काम धेरै बाँकी छ ल हाम्रो काम जारी छ है टाउ हाल्नलाई यसरी छिरली यो पराल अब यो टाउ यति बनाइयो थकाइ लाउने काम गर्नै नसकिने भयो अब आज यति गरेपछि भोलि फेरि अर्को छ पहिला पहिला गोरुले मार्दा नि पराल मारिँदैन त अहिले हेरेर नि मारिँदो रहेछ पहिला पहिला गोरु थिए अहिले चाहिँ प्रविधि आयो नयाँ प्रविधि हो यो नयाँ प्रविधि खिराले चाहिँ हुने प्रविधि त्यसले खिच्छ कुम्लाले खिच्छ कुकुर कुम्लाले खिच्छ छैन भयो भन्दा टौवा थुम्के थुम्के चट्ट पऱ्यो हावाले नि उडाउन माथि पनि पुऱ्याउँछु भनेको उता पराल उतै राख्ने भएर यसलाई सानो बनाइयो अब उताको टौवा हाल्न बाँकी रह्यो अरू त सकियो ल यताको सकियो उताको टौवा अब भोलि बिहानबाट सुरु गरेपछि सिद्धिन्छ अनि पोखरा कराकर छ अहिले गाउँमा खेती थन्काउने मुरी खाएर मानो खाएर मुरी बुझाउने भन्ने चलन बन्द Kita lah mau bayar itu biar ini bagus sekali anda tahu bagus sekali buat tahu ada bulan ini क्या यस्तै हो
धान अब यति गरेपछि सकियो। 3 दिन लाएर धान ठटाएर सकियो। पराल पनि एउटा टौवा त बनाइयो। अब फेरि अर्को टौवा बनाउनु छ। प्रविधिको जमाना, प्रविधि आएपछि गोरु पाल्न छोडियो, ट्र्याक्टरहरू आयो। दाइँ भनेको हाम्रो यस्तै हो, यसरी छिट्ने सिधै लगेर टाउकोमा हाल्ने। हजुर भनेको अब यसै हेर्नु यहाँ छिट्ने अनि त्यता टाउकोमा लगेर हालिदिने। चाहिँ अब सिद्धियो, गोरुहरू सिद्धियो, प्रविधि आयो। ट्र्याक्टरले जोत्ने, ट्र्याक्टरले जोत्ने, दाइँ खायो। हिजो धान ठटाइयो, आज दाइँ हालियो। अब फेरि अर्को धान ठटाउनु छ। पानी लिएर आएको एक बोतल। खोइ अर्को हाम्रो दाइँरा खोइ सानो दाइँरा लुडाले सिद्धियो भ्याइयो। त्यत्रो परल छिरलेर फेरि टाउमा पनि हालेर भन फेरि परल छिर लागिया भन्छन्। यी यस्ता अल्छी छन्। बसी बसी परल छिर लिन्छ। ल यो लिँडो एउटा केही उपत्ति छैन। सकिस एउटा लुँडो लान्न। ल हाम्रो काम जारी छ है। टाउ हाल्नलाई यसरी छिर लियो परल। अब यो टाउ यति बनाइयो। थकाइ लाउने काम गर्नै नसकिने भयो। अब आज यति गरेपछि भोलि फेरि अर्को छ। पहिला पहिला गोरुले मार्दा नि पराल मारिँदैन त अहिले हेरेर नि मारिको रहेछ। पहिला गोरु थियो, अहिले चाहिँ प्रविधि आयो। नयाँ प्रविधि हो यो। नयाँ प्रविधि हिराले हुनु पर्यो। त्यसले खिच्छ कुम्लाले खिच्छ। कुकुर कुम्लाले खिच्छ। छैन टौवा थुम्के चट्ट परो। हावाले नि उडाउन माथि पनि पुऱ्याउँछु भनेको उता पराल उतै राख्ने भएर यसलाई सानो बनाइयो। अब उताको टौवा हाल्न बाँकी र अरू त सकियो। ल यताको सकियो, उताको टौवा अब
कराकर छ अहिले गाउँमा खेती थन्काउने मुरी खाएर मानो खाएर मुरी बुझाउने भन्ने चलन। फेरि पहिल्यै छटाएर राखेका रहेछन् धान, ती धान बत्ताउन लाग्यो। बुढाबुढी भएर यो धान बत्ताएर सक्नु पर्यो। अनि भोलि यताला म पाएको छु तिहार यो बाबुछुराले धान बताइयो, बाबुछुराले बताइयो। आज बुढाबुढीले क्या यस्तै हो। वाह